अब भने तपाईलाई जानकारी गराउँदैछौँ। तपाईले चैते दशैंको दिनमा पूजा गर्दा सम्पूर्ण श्रद्धा, भक्ति र विश्वासले गर्नुपर्छ। पूजा आराधना गर्ने समयमा मनमा अनेक शङ्का र दुर्भावना गर्नु हुँदैन, किनकि जुन मनमा शङ्का र दुर्भावना हुन्छ उस मनमा शान्ति हुँदैन। अशान्त मनले पूजा पाठ गर्नुको फल प्राप्त हुँदैन। मनमा देवी दुर्गा देवी प्रति हमेशा सम्मानको भावना राख्नु पर्दछ। त्यसैगरी नम्बर दोस्रोमा रहेको छ, कुनै पनि प्रकारको अपशब्द, गाली गलौज गर्ने, झुट बोल्ने, चियो चर्चो गर्ने काम गर्नु हुँदैन। मुखबाट यस्ता शब्द निकाल्नु पनि हुँदैन, किनकि जुन मुखबाट माता देवीको प्रार्थना गरिन्छ उही मुखबाट निस्कने हरेक शब्द पवित्र हुनुपर्छ। त्यसैगरी नम्बर तेस्रोमा रहेको छ, तपाईको घरमा आएको कुनै पनि पाहुना, कुनै पनि अपरिचित मानिस तथा कन्या कुमारी तपाईको घरमा आउनु भएको छ भने उनीहरूलाई तपाईले खाली हात नफर्काउनुहोस्। अरूको मद्दत गर्दा माता देवी धेरै खुसी हुने गर्दछिन्। कन्या कुमारी माता देवीको रूपमा पनि हुने गर्दछिन्। त्यसैगरी तपाईले चैते दशैंको दिनमा कपाल काट्ने, दाढी काट्ने र नङ काट्ने काम पनि गर्नु हुँदैन। छाला तथा चमडाको वस्तु, बेल्ट, पर्स, जुत्ता आदि पनि लगाउनु हुँदैन। त्यसैगरी तपाईले कलश तथा दियो घरमा बाल्नु भएको छ भने उसलाई छोडेर घरको सम्पूर्ण झ्याल ढोकाहरू बन्द गरेर घर बाहिर जाने काम नगर्नुहोस्। कलशलाई हाम्रो आस्था र दुर्गा देवीको सम्मानको प्रतीक मानिन्छ। यदि घरेलु जनावरको धक्काले कलश ढल्न पुग्यो भने तपाईलाई अशुभ हुने गर्दछ र बलिरहेको दियो ढल्न पुग्यो भने तपाईको घरमा आगजनी पनि हुन सक्छ। त्यसैले यो काम पनि तपाईले यस समयमा नगर्नुहोस्। त्यसैगरी माता देवीको अर्थात् दुर्गा देवीको नाम स्मरण, पाठ, मन्त्र, जप आदि पूरा श्रद्धा र भक्ति अनि नियमपूर्वक गर्नुपर्दछ। बिना इमर्जेन्सी बीचमा तपाईँ पूजा गर्दा गर्दै उठ्ने काम नगर्नुहोस्। त्यसैगरी तपाईँ पूजा गर्दा अरूसँग पनि नबोल्नुहोस्। यसो गर्दा तपाईको पूजा गर्दै गर्दाको ध्यान भट्कन सक्छ। नवरात्रि वा चैते दशैंमा दिउँसोको समयमा नसुत्नुहोस्, किनकि यस नवरात्रको समयमा श्री विष्णु पुराणको अनुसार दिउँसोमा सुत्नु वर्जित मानिएको छ।